उपस्थित सम्पूर्णमा नमस्कार। म सुनिता सापकोटा। अहिले मैले केही बोलिनँ, गजलै वाचन गर्छु। फेरि बिचबिचमा बोल्दै जाउँदा म पहिलो गजल यसरी सुरु गर्छु। तिमी बल्झाउन नखोज घाउ अझै, तिमी बल्झाउन नखोज घाउ अझै, चलिरहेका छन् मेरा हात पाउ अझै। तिमी बल्झाउन नखोज घाउ अझै, चलिरहेका छन् मेरा हात पाउ अझै। यो दुनियाँ तिम्रो पक्षमा उभिएको छ, यो दुनियाँ तिम्रो पक्षमा उभिएको छ। कसलाई भड्काउनु छ भड्काउ अझै। तिमी बल्झाउन नखोज घाउ अझै, चलिरहेका छन् मेरा हात पाउ अझै। यो दुनियाँ तिम्रो पक्षमा उभिएको छ, कसलाई भड्काउनु छ भड्काउ अझै। मेरा खुसीहरू सबै खोसिसकेका छौ, मेरा खुसीहरू सबै खोसिसकेका छौ, मेरा खुसीहरू सबै खोसिसकेका छौ। के खोज्नलाई हेरेका हौ दाउ अझै। मेरा खुसीहरू सबै खोसिसकेका छौ, के खोज्नलाई हेरेका हौ दाउ अझै। सब थोक सुकिसक्यो खडेरी परेर, सब थोक सुकिसक्यो खडेरी परेर, सब थोक सुकिसक्यो खडेरी परेर। मेरा आँखामा उस्तै छ तलाउ अझै। तिमी बल्झाउन नखोज घाउ अझै, चलिरहेका छन् मेरा हात पाउ अझै। धन्यवाद। दोस्रो गजल आराम सुन्दा बिस्तारै गरे पनि हुन्छ, हामीलाई कहीँ पुग्नु छैन, यो मञ्च आज हाम्रै हो। दोस्रो गजल वाचन गर्छु। मलाई लैजान सक्दैन कोठामा आएर, मलाई लैजान सक्दैन कोठामा आएर, मलाई लैजान सक्दैन कोठामा आएर। काल फर्कन्छ सधैँ ढोकामा आएर, मलाई लैजान सक्दैन कोठामा आएर। काल फर्कन्छ सधैँ ढोकामा आएर। नफर्किने भनेर गएका मान्छेहरू, नफर्किने भनेर गएका मान्छेहरू बस्छन् सधैँ मेरा आँखामा आएर। मलाई लैजान सक्दैन कोठामा आएर, काल फर्कन्छ सधैँ ढोकामा आएर। पीडाले रोइरहेको बच्चा हाँस्न थाल्छ, पीडाले रोइरहेको बच्चा हाँस्न थाल्छ, पीडाले रोइरहेको बच्चा हाँस्न थाल्छ। काखमा राख्ने बित्तिकै आमा आएर, पीडाले रोइरहेको बच्चा हाँस्न थाल्छ, काखमा राख्ने बित्तिकै आमा आएर। दुखाउनेहरूलाई बोलाइराख्नु पर्दैन बाबुदाइ, दुखाउनेहरूलाई बोलाइराख्नु पर्दैन, दुखाउनेहरूलाई बोलाइराख्नु पर्दैन। काँडो आफै बित्छ खुट्टामा आएर, दुखाउनेहरूलाई बोलाइराख्नु पर्दैन, काँडो आफै बित्छ खुट्टामा आएर। धन्यवाद। म तेस्रो गजल वाचन गर्छु। तिमी आऊ मलाई तिम्रो भर लाग्छ, तिमी आऊ मलाई तिम्रो भर लाग्छ। चुपचाप आउने याद भयङ्कर लाग्छ। तिमी आऊ मलाई तिम्रो भर लाग्छ, चुपचाप आउने याद भयङ्कर लाग्छ। मेरा आफ्नै आँसुहरू देखाउन थालेपछि, मेरा आफ्नै आँसुहरू देखाउन थालेपछि, मेरा आफ्नै आँसुहरू देखाउन थालेपछि। मलाई अचेल ऐना हेर्न डर लाग्छ। तिमी आऊ मलाई तिम्रो भर लाग्छ, चुपचाप आउने याद भयङ्कर लाग्छ। कसैको अभावमा पनि म बाँच्न सक्दिनँ, कसैको अभावमा पनि म बाँच्न सक्दिनँ। मेरो श्रीमानज्यूप्रति पनि यो समर्पण गर्न चाहन्छु। कसैको अभावमा पनि म बाँच्न सक्दिनँ। मलाई देश र तिम्रो माया बराबर लाग्छ। तिमी आऊ मलाई तिम्रो भर लाग्छ, चुपचाप आउने याद भयङ्कर लाग्छ। कसैको अभावमा पनि म
बाँच्न सक्दिनँ। मलाई देश र तिम्रो माया बराबर लाग्छ। तिमी चन्द्रमा बनेर उदाउन थालेपछि, तिमी चन्द्रमा बनेर उदाउन थालेपछि मलाई आकाश बन्न बहुत रहर लाग्छ। तिमी आऊ मलाई तिम्रो भर लाग्छ, चुपचाप आउने याद भयङ्कर लाग्छ। धन्यवाद। मैले पहिलो चरणका 3वटा गजलहरू वाचन गरेँ। सर्वप्रथम मलाई जन्म दिनुहुने मेरो बुबा आमालाई मैले यो मञ्चबाट सम्झिन चाहेँ। मेरो परिवारबाट मेरो दाइ भाउजू अङ्कल आन्टी बुवा ससुराबुवा पनि आउनुभएको छ, मेरो श्रीमान आउनुभएको छ। त्यस्तै मलाई पहिला कक्षा 10सम्म पढेको विद्यालयको प्रधानाध्यापक पनि आउनुभएको छ, उहाँ खुसीले आउनुभएको छ। यसको लागि उहाँहरू सम्पूर्णप्रति आभार प्रकट गर्न चाहेँ। धन्यवाद सुनिता। मैत्रीको यही श्रृङ्खला होला। यदि साहित्य तरिकाले गजलकाशीहरू वाचन हुनेछ भन्दा पर रहे आजको गजल वाचनको सायद शानदार हुने जस्तो लागिरहेछ। सुनिता, दोस्रो चरण 3वटा तपाईँले फेरि वाचन। गजलको यात्रामा महफिलको भूमिका सायद जति प्रशंसा गरे पनि कम हुन्छ। महफिलले गर्दाखेरि नै गजललाई चाहिँ माथि उठाएको छ। बाबुदाईको यो योगदानको चाहिँ म सधैँ कदर गर्छु। उहाँलाई गजलको यात्रामा साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। यहाँ उपस्थित जति पनि दर्शकहरू हुनुहुन्छ उहाँहरूको मूल्यवान समय आज हामीलाई दिनुभयो, त्यसको लागि हामीले धन्यवादका शब्द जति खर्चिए पनि कमै हुन्छ। त्योभन्दा महँगो त हजुरहरूको समय छ। हजुरहरूप्रति आभारी छौँ। नेपाली गजललाई यसै गरी साथ दिँदै जानुहोला। बाबुदाईलाई फेरि पनि शुभकामना। उहाँको कर्मको जति हामीले प्रशंसा गरे पनि कम हुन्छ, जति सम्मान गरे पनि उहाँलाई कमै हुन्छ। राम्रो यात्रा गरिरहनु भएको छ। हजुरको यात्राले शिखर चुमोस्, गजल नेपाली गजलमा राम्रा राम्रा गजलहरू आउन्, हामी यही चाहना गर्छौँ। आज यो मञ्चसम्म उभिने अवसर दिनुभएकोमा आयोजक परिवार र बाबुदाईप्रति हार्दिक आभार गर्दै म दोस्रो चरणका गजलहरू सुरु गर्छु। मलाई जसले रुवाउने चाहना गर्छ, मलाई जसले रुवाउने चाहना गर्छ, यो मन उसैको खुसीको कामना गर्छ। मलाई जसले रुवाउने चाहना गर्छ, यो मन उसैको खुसीको कामना गर्छ। एक थान पीडाहरू हुलिया बनाएर, एक थान पीडाहरू हुलिया बनाएर जिन्दगी आफै हराएको सूचना गर्छ। आफैलाई नबुझेर रोइरहेको कवि, आफैलाई नबुझेर रोइरहेको कवि, आफैलाई नबुझेर रोइरहेको कवि कविता लेख्छ अनि खुसी सिर्जना गर्छ। मलाई जसले रुवाउने चाहना गर्छ, यो मन उसैको खुसीको कामना गर्छ। खुसीका क्षणहरू एक एक याद गर्नुभयो, खुसीका क्षणहरू एक एक याद गर्नुभयो। मेरा खुसीका क्षणहरू एक एक याद गर्नुभयो। मेरा आँसुका थोपा कसले गणना गर्छ? खुसीका क्षणहरू एक एक याद गर्नुभयो, खुसीका क्षणहरू एक एक याद गर्नुभयो। मेरा आँसुका थोपा कसले गणना गर्छ? मलाई जसले रुवाउने चाहना गर्छ, यो मन उसैको खुसीको कामना गर्छ। धन्यवाद। म दोस्रो तरफको दोस्रो गजल वाचन गर्छु। प्रेम भएको बेला गर्नुस् गर्न कति सकिन्छ, प्रेम भएको बेला गर्नुस् गर्न कति सकिन्छ। फेरि प्रेमको पनि कुनै दिन अवधि सकिन्छ। प्रेम भएको बेला गर्नुस् गर्न कति सकिन्छ, फेरि प्रेमको
पनि कुनै दिन अवधि सकिन्छ, बीच बाटोमा भेटिनु पर्छ भने फरक बाटो हिँड्यौँ। बीच बाटोमा भेटिनु पर्छ भने फरक बाटो हिँड्यौँ। हेरौँ आधा बाटो कहिलेसम्म कटिसकिन्छ। बीच बाटोमा भेटिनु पर्छ भने फरक बाटो हिँड्यौँ। हेरौँ आधा बाटो कहिलेसम्म कटिसकिन्छ। मेरा हात काटिएपछि अगालो भन्यौ तिमीले। मेरा दुवै हात काटिएपछि अगालो भन्यौ तिमीले। मेरा दुवै हात काटिएपछि अगालो भन्यौ तिमीले। अब तिम्रो माग पुरा गर्न कसरी सकिन्छ? मेरा हात काटिएपछि अगालो भन्यौ तिमीले। मेरा हात काटिएपछि अगालो भन्यौ तिमीले। अब तिम्रो माग पुरा गर्न कसरी सकिन्छ? प्रेम भएको बेला गर्नुस् गर्न कति सकिन्छ? फेरि प्रेमको पनि कुनै दिन अवधि सकिन्छ। कुनै पल बिर्सन खोज्दा पनि बिर्सन सकिँदैन। कुनै पल बिर्सन खोज्दा पनि बिर्सन सकिँदैन। हाम्रो जिन्दगीमा हुन्छन् नि कुनै कुरा बिर्सिन्छु भन्दा पनि बिर्सिन सक्दैनौँ। कुनै पल बिर्सन खोज्दा पनि बिर्सन सकिँदैन। कुनै पल सम्झन्छु भन्दा भन्दै बिर्सिसकिन्छ। कुनै पल बिर्सन खोज्दा पनि बिर्सन सकिँदैन। कुनै पल सम्झन्छु भन्दा भन्दै बिर्सिसकिन्छ। आफू जलुन्जेल मात्र हो अरूलाई जलाउने। आफू जलुन्जेल मात्र हो अरूलाई जलाउने। आफू जलुन्जेल मात्र हो अरूलाई जलाउने। जलाइसकेपछि आगो आफू पनि सकिन्छ। आफू जलुन्जेल मात्रै हो अरूलाई जलाउने। आफू जलुन्जेल मात्र हो अरूलाई जलाउने। जलाइसकेपछि आगो आफू पनि सकिन्छ। प्रेम भएको बेला गर्नुस् गर्न कति सकिन्छ? फेरि प्रेमको पनि कुनै दिन अवधि सकिन्छ। धन्यवाद। मेरो मन कुनै कारण बिना रुने थिएन। मेरो मन कुनै कारण बिना रुने थिएन। तिम्रो वचनको झटारो चान्चुने थिएन। मेरो मन कुनै कारण बिना रुने थिएन। तिम्रो वचनको झटारो चान्चुने थिएन। दो बाटोले छुटायो भनी गुनासो नगर्नुहोस्। दो बाटोले छुटायो भनी गुनासो नगर्नुहोस्। दो बाटोले छुटायो भनी गुनासो नगर्नुहोस्। दो बाटो नभएको भए भेट हुने थिएन। मेरो मन कुनै कारण बिना रुने थिएन। तिम्रो वचनको झटारो चान्चुने थिएन। दो बाटोले छुटायो भनी गुनासो नगर्नुहोस्। दो बाटो नभएको भए भेट हुने थिएन। यस कारण तिम्रो साटो पनि म रोइदिएँ। यस कारण तिम्रो साटो पनि म रोइदिएँ। यस कारण तिम्रो साटो पनि म रोइदिएँ। तिम्रो आँखामा आँसु सुहाउने थिएन। यस कारण तिम्रो साटो पनि म रोइदिएँ। तिम्रो आँखामा आँसु सुहाउने थिएन। मेरो मन कुनै कारण बिना रुने थिएन। तिम्रो वचनको झटारो चान्चुने थिएन। मेरो जिन्दगीको कथा पढेपछि भन्यौ। मेरो जिन्दगीको कथा पढेपछि भन्यौ। तिम्रो कुनै पनि घटना मन छुने थिएन। मेरो मन कुनै कारण बिना रुने थिएन। तिम्रो वचनको झटारो चान्चुने थिएन। धन्यवाद। उपस्थित सम्पूर्णमा फेरि पनि हार्दिक आभार। म अन्तिम गजल वाचन गर्छु। गजल यसरी सुरु हुन्छ। अवरोधहरू पनि ठाउँ ठाउँमा आइपुग्छन्। अवरोधहरू पनि ठाउँ ठाउँमा आइपुग्छन्।
जस्तै दुखाइ दौडिएर घाउमा आइपुग्छन्। अवरोधहरू पनि ठाउँ ठाउँमा आइपुग्छन्, जस्तै दुखाइ दौडिएर घाउमा आइपुग्छन्। मेरो ससुरा बुवालाई चाहिँ भर्खरै मात्र क्यान्सर भएको थियो, उहाँको ठुलो घाउ थियो। त्यो घाउ देखेर उहाँको छटपटै देखेर चाहिँ मैले लेखेकी हुँ यो गजलको शेर। अवरोधहरू पनि ठाउँ ठाउँमा आइपुग्छन्, जस्तै दुखाइ दौडिएर घाउमा आइपुग्छन्। कसलाई व्यक्त गरौँ समस्या परेको कुरा, कसलाई व्यक्त गरौँ समस्या परेको कुरा, कसलाई व्यक्त गरौँ समस्या परेको कुरा। दुश्मनहरू मात्रै छेउछाउमा आइपुग्छन्। अवरोधहरू पनि ठाउँ ठाउँमा आइपुग्छन्, जस्तै दुखाइ दौडिएर घाउमा आइपुग्छन्। कसलाई व्यक्त गरौँ समस्या परेको कुरा, दुश्मनहरू मात्रै छेउछाउमा आइपुग्छन्। तिमी पल्लो किनारबाट छुट्टिएर गयौ, तिमी पल्लो किनारबाट छुट्टिएर गयौ। तिम्रा याद मलाई भेट्न नाउँमा आइपुग्छन्। अवरोधहरू पनि ठाउँ ठाउँमा आइपुग्छन्, जस्तै दुखाइ दौडिएर घाउमा आइपुग्छन्। म इन्कार गरौँ वा स्वागत सोचिरहेकी छु, म इन्कार गरौँ वा स्वागत सोचिरहेकी छु। म इन्कार गरौँ वा स्वागत सोचिरहेकी छु। काँडाहरू बास खोज्दै पाउमा आइपुग्छन्। म इन्कार गरौँ वा स्वागत सोचिरहेकी छु, म इन्कार गरौँ वा स्वागत सोचिरहेकी छु। काँडाहरू बास खोज्दै पाउमा आइपुग्छन्। अवरोधहरू पनि ठाउँ ठाउँमा आइपुग्छन्, जस्तै दुखाइ दौडिएर घाउमा आइपुग्छन्। हिजो जिन्दगी बनाउने सपना देखाउनेहरू, हिजो जिन्दगी बनाउने सपना देखाउनेहरू, हिजो जिन्दगी बनाउने सपना देखाउनेहरू भोलि जिन्दगी बिगार्ने दाउमा आइपुग्छन्। अवरोधहरू पनि ठाउँ ठाउँमा आइपुग्छन्, जस्तै दुखाइ दौडिएर घाउमा आइपुग्छन्। हिजो जिन्दगी बनाउने सपना देखाउनेहरू, अन्तिम शेर। हिजो जिन्दगी बनाउने सपना देखाउनेहरू भोलि जिन्दगी बिगार्ने दाउमा आइपुग्छन्। धन्यवाद।